हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ मेरो छुट्टी थियो, त्यही भएर यसो बाहिरतिर निस्किनु पर्यो भनेर चाहिँ म ट्याक्सी लिएर बाहिरतिर निस्किएँ। यताउता घुम्न नगएको नि धेरै भइसकेको थियो, भिडियो पनि नबनाएको अलमोस्ट धेरै नै टाइम भइसकेको थियो। अनि त्यही भएर आज चाहिँ यसो बाहिरतिर घुमौँ। अनि आज चाहिँ म अबुधाबीको कर्निस मरिना मल साइडतिर घुम्न जान लागेको। त्यही भएर पहिला चाहिँ खानासाना खाएर निस्किनु पर्यो भनेर चाहिँ म एउटा नेपाली रेस्टुरेन्टमा गएर अनि मैले चाहिँ त्यहाँनिर एउटा थाली मगाएर चाहिँ खानासाना खान थालेँ। जब म यहाँ पहिला आउँथेँ नि, आफ्टर लङ टाइमसम्म नेपाली खानाहरू खान नपाउँदा चाहिँ अलिकति कस्तो मतलब नेपाली खाना खान पाए हुन्थ्यो जस्तो लाग्थ्यो कि। अनि खाना खान जाँदा नि छुट्टै किसिमको सेटिस्फ्याक्सन मिल्थ्यो कि, मनमा छुट्टै आनन्द आउँथ्यो। अहिले चाहिँ नर्मल्ली भइसक्यो, किनभने रेगुलरली खाइरहन्छ नेपाली खाना पनि त्यस्तो केही लाग्दैन। अनि त्यसपछि म चाहिँ त्यहाँनिर खाना खाएर अनि म चाहिँ फेरि त्यहाँबाट ट्याक्सी लिएर म चाहिँ उता कर्निस साइडतिर निस्किएँ। अनि त्यहाँनिरको मरिना मल घुमिसकेपछि म चाहिँ यतापट्टि आएर कर्निसमा आएर एकछिन बस्न थालेँ। आनन्दले सनसेट पनि भइरहेको थियो। एकछिन बस्दा त्यहीँनिर राति भइसकेको थियो। अनि फेरि म त्यहाँबाट रुममा आएँ। अनि रुममा आइसकेपछि फेरि मैले स्केटिङ खुट्टामा लाएर त्यसपछि फेरि आज चाहिँ स्केटिङ सिक्न जानु पर्यो भनेर चाहिँ अनि हामी चाहिँ साथी र म भएर चाहिँ आज राति चाहिँ स्केटिङ सिक्नको लागि एउटा पार्कमा गयौँ। अनि त्यहाँनिर गएर एकछिन स्केटिङ सिक्यौँ। स्केटिङ चाहिँ एकदमै सिक्न मन लागेर चाहिँ हामी चाहिँ स्केटिङ उठायौँ उता सपतिरबाट। अनि त्यसपछि चाहिँ स्केटिङ सिक्नुपर्छ भनेर चाहिँ अलिअलि भर्खरै बिस्तारै सिक्दैछौँ। त्यही नै अलिकति हिँड्नसम्म सक्ने तरिकाले सिकौँ भन्ने चाहिँ हाम्रो कन्सेप्ट हो। त्यही पनि अलिअलि चाहिँ हिँड्न सकिसक्यो। फेरि त्यहाँबाट हिँडेर हामी रुमबाट आयौँ। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज। सी यू इन द नेक्स्ट भिडियो।